गुड मर्निङ गाइस, म चाहिँ अहिले यहाँ डेलोमा आएको छु है। यो कालिम्पोङ डेलो, यहाँबाट इन्ट्री गर्ने जग्गा है, यो टिकट काउन्टर। अनि यहाँको टिकट काउन्टरमा है 20 रुपियाँ पर हेड, 20 रुपियाँ। अनि यहाँ नानीहरू गाडी, नानीहरूको लागि, इन्जोयको लागि, गाडीहरूको लागि है। यस प्रकारले चाहिँ जो छ डेलोको इन्ट्री जग्गा, इन्ट्रेन्स हो। नानीहरूको खेल्ने जग्गाहरूलाई चाहिँ अनि यहाँ इन्टरटेनमेन्ट फुटबलको लागि त्यो ट्युबमा हाल्ने इन्टरटेनमेन्ट गरेको रहेछ है। अनि आज यहाँ धेरै यो प्लेसमा एकदमै है बिहानी 11:30, 12, 10 बजी नै यहाँ धेरै कचाकच एकदम क्राउड प्लेस। कालिम्पोङको एकदमै यो चाहिँ है चर्चित प्लेस डेलो। हामी यहाँ आएको छौँ, म अनि हामी दाजुभाइ, म र कान्छो भाइ आएको। डेलोको हामी सेरोफेरो देखाउने छौँ। अनि यसरी परमेश्वरले बनाउनु भएको कुरोलाई सुन्दर प्रकृतिमा चाहिँ मान्छेले आफ्नो दिमाग अनि परिश्रम लाएर चाहिँ यसरी धेरै अझ सुन्दर ब्युटिसियन गरेको हुन्छ है। यसरी प्रकारको छ हामी हेर्दाखेरि है। यो तपाईँले देख्नुहुन्छ, यो चाहिँ घरमा रोपिने एन्जिला प्लान्ट हो, एन्जिला प्लान्ट। तर आज यो फुले छैन, कस्तो कलरको छ। अनि यो चाहिँ नीलकमल है, तपाईँहरूले देख्नुहुन्छ। यो नीलकमल चाहिँ यहाँ पुरै एकदमै ब्लू ब्लोसम है, ढकमक्कै फुलिएको छ नीलकमल। अनि यो चाहिँ सबै एन्जिलाको रुखहरू हो, देख्दै गरेको तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ सबै एन्जिलाहरूको। अनि यहाँनिर चाहिँ माथिनिर चाहिँ आई लभ कालिम्पोङ लेखेर चाहिँ लेखेको जग्गाहरू तपाईँहरू माथि देख्नु हुँदैछ। यहाँ तपाईँहरू उकालो आउने जति बाटोमा सबै तपाईँहरूले यसरी यही यो नीलकमल फुलेको तपाईँले देख्न सक्नुहुन्छ। अनि हजुरहरूलाई म यही सूचनाहरू देखाउँछु है। अनि अब हामी यसरी तर्फ जाँदैछौँ। आज तपाईँहरूलाई म ब्याक क्यामेरा नभएको, ब्याक क्यामेरा होइन, तपाईँहरूलाई फ्रन्ट क्यामेरा तपाईँहरूलाई म देखाउने छु है। अनि यहाँ हेर्नुहोस्, यो सबै यो एन्जिलाको रुखहरू हो। यो चाहिँ सबै दुई साइड सबै एन्जिलाको प्लान्ट्स हो है। फुलिसकेर यो सबै फुल फुलिसकेको छ। यहाँ फुल फुल्दाको सिजन झन् एकदमै ब्युटिफुल देख्ने रहेछ है। अनि देख्नुहुनेछ माथितिर सबै छ। यहाँ त्यो ग्रिन बिल्डिङ है, यहाँ डेलोको अफिस होला त्यो है। माथिको टुप्पो हो नि त, तपाईँहरूले देख्नुहुन्छ तल। यहाँनिर एकदमै दामी सुन्दर जग्गा देख्दैछ। तर यहाँबाट है मेरो फ्रन्ट क्यामेराबाट देख्न सकेन है। अनि यस्तो प्रकारको छ। अहिले म चाहिँ यहाँ है डेलो टुरिस्ट लज एरियामा आइपुगेको छु है। यहाँ टुरिस्ट लज चाहिँ यस्तो छ। यो डेलोको टुरिस्ट लज हो, जति पनि टुरिस्टहरू आएर यहाँ बस्न सक्नुहुनेछ। यहाँ घोडाहरू राखिएको छ। यो घोडा सवारीहरू गर्नेहरूलाई घोडाको एभाइलेबल राखिदिएको छ है। अनि तपाईँको यो घोडा सवारी ग्राउन्ड। अनि यहाँ तपाईँको यो टुरिस्ट होम, टुरिस्ट लज है, यो ठुलो टुरिस्ट लज यहाँ यो कालिम्पोङ डेलोको टुरिस्ट लज। अनि यहाँ आज टुरिस्टको धेरै खचाखच रहेको छ। आज
बिहानदेखि नै धेरै कचाकच भएको उयोहरू छ। यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ इन्टरटेनमेन्टको लागि तपाईँहरू यहाँ रिल्सहरू तपाईँहरू बनाउन सक्नुहुन्छ। अनि यहाँ मेसिनहरू छ तपाईँहरूले देख्न सक्नुहुन्छ। सुर में गाना सीखिए पाधानी से आपके देख्न सक्नुहुन्छ है। अनि हजुरहरूलाई म यो भिडियो चाहिँ आज यहाँको है डेलोको यो इन्ट हो, इन्ट जग्गाहरू छ। यहाँबाट चाहिँ उता चाहिँ छैन। अनि यहाँ एउटा लास्ट एउटा झुम छ है, जो बस्ने आएर धक्कै मार्ने रहेछ। यहाँबाट चाहिँ उता चाहिँ है सीमित छ है। अनि हजुरलाई म यतिमै भिडियो है यहाँ अन्तिम गर्दछु। थ्याङ्क यू, धन्यवाद।